नमस्ते साथीहरू। सामाजिक सञ्जाल प्रयोग गरिरहँदाखेरि मैले एउटा भिडियो देखेँ। भिडियो चाहिँ के थियो भने एकजना व्हीलचेयरमा बसिराख्नु भएको, आफै पनि शारीरिक रूपले अपाङ्ग हुनुहुन्छ होला र त त्यो व्हीलचेयरमा बसिराख्नु भएको छ। उहाँलाई हैन अब त्यो नगर प्रहरी ज्यूहरूले चाहिँ लछार पछार गरेको दृश्य देखिराख्दाखेरि साँच्चै नै भावुक बनायो मलाई चाहिँ। भलै उहाँले हैन अब त्यो सामानहरू यताउति गर्दाखेरि त्यसको प्रतिरोध गर्नुभयो होला अथवा उहाँले चाहिँ धेरै बोल्नुभयो होला। तर त त्यसैले त अब नगर प्रहरीलाई पनि रिस उठ्यो होला। तर रिस उठ्यो भन्दैमा एउटा अपाङ्ग रहित व्यक्तिलाई, एउटा नागरिकलाई त्यसरी लछार पछार गर्नु चाहिँ यो मानवता होइन क्या। त्यसको लागि पनि होला नि त केही सल्लाह सुझावहरू मजासँगले हैन फकाइ गर्न सक्नुहुन्थ्यो। तर यो चाहिँ त्यो दृश्य चाहिँ एकदमै ठिक होइन। यो चाहिँ ठिक भएन। यो सरकारले चाहिँ हैन त्यो नगर प्रहरी ज्यूहरूलाई पनि सम्झाउनु पर्यो। त्यो तरिकाले हुँदैन। मलाई चाहिँ त्यो दृश्य चाहिँ देख्न सकिनँ मैले चाहिँ साँच्चै नै भनेको।